गाइज हामी अहिले मेरो कपाल म गाडीमा फेरि सुतेर कुरेको त कामै लाएन भाइ। हेलो 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 गाइज गुड मर्निङ वेलकम टु डे 2। अहिले चाहिँ बिहानको 5:30 बजिरहेको छ। हामी हाम्रो रिलेटिभको घरमा रहेका छौँ। अब चाहिँ 5:30 भइसकेछ। हल्का छिटै गर्ने भनेको रेडी हुँदाहुँदै हल्का लेट भइहाल्यो। अब हामी बागलुङ कालिका मन्दिर जान्छौँ। त्यसपछि फेरि इभेन्टलाई एकचोटि 3 दिनको इभेन्ट हो खासमा। सो एकचोटि फेरि भिजिट गर्छौँ। त्यसपछि कहाँ जान्छौँ चाहिँ स्योर छैन। सो आजको फर्स्ट डेस्टिनेसन चाहिँ अब बागलुङ कालिका मन्दिर हो। हामी रेडी भयौँ, अब जाम है त। दिस इज माई आउटफिट अफ द डे गाइस। यो चाहिँ मैले चाहिँ ब्लू कलरको कुर्ता लगाएको एन्ड माई ब्युटिफुल झुम्का। कपाल कोर्न बाँकी हो। कपाल चाहिँ कहीँ यो गाडीमै छुटेर चाहिँ सो तलै गाडीमा हिँड्दाखेरि चाहिँ कोर्छु। अनि अब हेरौँ कस्तासम्म पुगिन्छ बागलुङ कालिका मन्दिर। खासमा चाहिँ के अरे सनराइज हेर्ने प्लान थियो हाम्रो बागलुङ कालिका जान भन्दा चाहिँ। तर हिजो लास्टै थाकेको भएर चाहिँ उठ्दाखेरि हल्का ढिलो भयो। अनि रेडी सेडी हुँदाखेरि 5:30 भइसकेछ। सो सनराइज चाहिँ हेर्न मिल्दैन। अब सिधै बागलुङ कालिका जाम अनि इभेन्ट अटेन्ड गरेर हेरौँ बाँकी प्लान के हुन्छ। गाइस भ्यू हेर्नु न कति राम्रो हो। अहिले पानी पर्ने किरे लाग्ने भएर त्यस्तो देखेँ होइन। नाइबरी यो ठाउँमा सानोमा आउँदा पनि हो लास्टै राम्रो देखिन्छ भ्यू यहाँबाट। पहिला त खै कुन कुनाबाट हो हजुर त्यो सुटकेसमा यहाँ क्या सुटकेसमा मैले भइस होइन मम्मीको झोलामा हेर्नु त। त्यहाँबाट खै कतातिर हो कि उस माउन्टेन रेन्ज पनि देखिन्थ्यो। म ठ्याक्क 4 वर्षपछि आएको। त्यही भएर हल्का याद छ। नयाँ ठाउँ त लास्टै राम्रो। गाइज अब चाहिँ हामी हिँड्यौँ घरबाट। अब हामी सिधै बागलुङ कालिका जान्छौँ होला। ल जान्छौँ जो के होला भन्ने। बागलुङ कालिका जाने इभेन्ट अटेन्ड गर्ने। त्यसपछि अब यहाँ ठुलो मम्मी आउँछु भन्नुभयो 1 बजेतिर। अनि फेरि यसो कहाँ घुमिन्छ घुमौँला। मलाई त आनन्द आयो भाइ। यहाँ उसो हरियाली देखेर पानी हिजै परेको त्यही गर्थ्यो। सो अब जाम। गाइज हामी अहिले मेरो कपाल म गाडीमा फेरि सुतेर कुरेको त कामै लाएन भाइ। हामी फेरि अहिले लुम्ले आइसकेका छौँ र हामीले एउटा साथी भेटा छौँ। हेलो 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 सरी ल मसँग खानेकुरा खाएन, म आफै भोकै आएको। यहाँ लुम्ले आइसकेका छौँ अहिले। बाबा कहाँ जानुभयो मम्मी? बा फ्रेस हुन जानुभयो कि। भ्यू हेर्नु त कति दामी छ। मैले भने हौ मनै छुने लुम्लेको आमाले घुम्छु म यति राम्रो मौसममा शीतल के चिसोवाला शीतल पनि नभएर शीतलवाला शीतल। गाइज अब लुम्ले यस्तो हेऱ्यौँ फोटोसोटो खिच्छौँ। अब हामी फाइनली मन्दिर जाने। अब ढिलो हुन्छ नै भने प्रोग्राम पनि फेरि अटेन्ड गर्न हो। बट लुक एट द भ्यू इज सो ब्युटिफुल के। वहाँ सनराइज भइरहेछ, वहाँ बादलको झुन्डिरहेछ। अनि यस्तै छ। अब हामी फेरि जान्छौँ मन्दिरतिर। चलो
गाइस अहिले चाहिँ हामीले यहाँ बाटोमा चाहिँ हाम्रो पहाड घर पर्वत हो नि त हजुर हाम्रो यहाँबाट देखिएको यतापट्टिको यो हो यो डाँडाको गाउँ सिल्मी गाउँ ठक्कै माथिको डाँडा गाउँ नै हाम्रो ठक्कै घरै चाहिँ यता टहरा हाम्रो घर भएको ठाउँमा चाहिँ यो टिनको छाप्रो देखिएको छ पल्त्रको चाहिँ हो त्यो चाहिँ हाम्रो टिनको छारो भएको छाप्रो रातो माटो देखिएको छ त्यहाँ ढुङ्गे घर हो त्यो हो त्यहीँनिर चाहिँ हाम्रो घर हो यहाँ अलिक स्पष्ट देखिएन त्यहाँदेखि यतापट्टि अर्को दाइहरू घर हुन्छ यताबाट हामी ठुली पोखरी जान्छौँ यताबाट यो बाटो गयो भने हामी यताबाट पनि जान्छौँ अर्कोबाट पनि जान्छौँ जाँदाखेरि पुरै तर पकेर यहाँबाट गयो भने सिधै खोलामा पुग्यो त्यो खोलाको नाम चाहिँ मोदी खोला रहेछ यही हो हाम्रो पहाड घर अब जाम फेरि मन्दिरतिर लाग्न यस्तोसम्म हामी फर्किने भनेको बल्ल जाँदैछौँ अनि चलो चलो चले हामी मन्दिर आइसक्यौँ अब पार्किङमा पनि गाडी भयो बाबा चाहिँ आउँदै हुनुहुन्छ हामी चाहिँ अब पूजा गर्ने सामानहरू किन्न जाँदैछौँ त्यसपछि पूजा गर्न जाने हामीले रोड लिन लागेछौँ रोड अब चाहिँ हामी मन्दिरभित्र छिर्यौँ अब यस्तो हिँड्न पर्छ अनि मूल मन्दिरमै पुगिन्छ हामी मन्दिर आइपुग्यौँ अब पूजा गर्ने हामीले पूजा गरेर भइसक्यौँ पूजा गरेको चाहिँ भ्लग गरेन अब यहाँ भिडभाडमा होइन पूजा गरेर टिका लगायौँ ध्वजा लगायौँ छन् अब यस्तो भजनमा नाच्छौँ होला यस्तो भजनमा नाच्नु चाहिँ हामीले अब जस्तो कुराकानी गरेर अब हेरौँ यहाँ भजन चलिरहेको अब चाहिँ हामी फर्किँदैछौँ त्यो भिड थियो भजनमा पनि रमाइलो भयो भजनको पनि हल्का भिडियो गरेँ अनि त्यस्तो गरेन अब धेरै मान्छेको अगाडि क्यामेरा के निकाल्नु भएन त्यही भएर हामी चाहिँ मन्दिरबाट अहिले फर्केर अब यस्तो बाटो लाग्दैछौँ अब कता लागिन्छ कुनै यहाँ कुरा भइरह गुप्तेश्वर जाने हो कि नै भनेर फेरि इभेन्ट पनि अटेन्ड गर्न अब के हुन्छ कुनै पूजा त के अरे पूजाहरू आर्जा त भयो अब सामानहरू उहाँ दोकानबाट नि के अरे भाँडोहरू हुन्छ नि पूजाको सामान यिनीहरू फिर्ता गर्न छ अनि यस्तो बाटो हिँडेपछि दोकान आउँछ अनि अब हेरौँ कहाँ गइन्छ यहाँ हामी मन्दिरबाट निस्किसक्यौँ अब चाहिँ गुप्तेश्वर जाने कुरा भइरहेको अरे अब बाटो त हामीलाई थाहा छैन अब के हुन्छ बाटो भेट्टेबाट चाहिँ जान्छौँ भेटेन भने चाहिँ हामी फर्किन्छौँ अहिले यहाँ कार्यक्रममा चाहिँ पूजा गरेर भइसक्यो अब हामी निस्किन लाग्यो अनि मैले यहाँबाट एक जोड झुम्का पनि किनेको यस्तो छ राम्रो हो भने भनिदिनु ल मम्मीलाई कुरेर मम्मी कसेर आउँछ अनि हामी निस्किन्छौँ यहाँबाट
हामी चाहिँ उता गुप्तेश्वरतिर नजाने भयो यो बाटै भेटेन अहिले हामी यता बन्जीतिर आएको छौँ अब बन्जी गर्न त मम्माले गर्नुहुन्न मेरो उमेर पुग्दैन सो यसो हेरेर लाउँछ मलाई बन्जी त गरिन्न अब उमेर नपुगेपछि चिल यसो हेर्न आहाम पुलहरू बट ठुलो रहेछ भाइ हामीले त यहीँको पनि बाटो भेटेको थिएन दुईवटा सिटिजन्सहरूले यहीँको आएर हामीलाई स्कुटीमा बाटो देखाइदिनु भएको अनि बल्ल आयौँ थ्याङ्क्स टु देम हामी आउन पायौँ जाऊँ न तपाईँ साइकल कुटैपट्टि होला हामीले आफ्नो टिकट त लियौँ अब जाँदैछौँ अगाडि छोडिदिन्न तपाईँ पनि सानो कुरामा राम्रो भ्यू हो बिचमा जाँदा डर लाग्छ भाइ एउटा जुन एक्टिभिटी गरे पनि फ्रीमा गर्न मिल्दो रहेछ अब हेरौँ बन्जी त गर्दैन मलाई गर्दैन अब हेरौँ अरू के हुन्छ बन्जी जम्पिङको रेडी छ बन्जी जम्पिङ साहसी व्यक्तित्वहरू चाहिँ हुनुहुन्छ तल जम्पिङ गर्नुभएको देखिन्छ तल हेर्नु हो भने यसरी हेर्न पाइन्छ यही हो हेर्ने काम यताबाट दिनु भइरहेको छ भर्खर एकजनाले जम्पिङ गर्नुभयो गाइज अब चाहिँ हामीले के अरे स्काई के भन्छ स्काई चेयर गर्न लाग्छौँ मम्मीलाई भिडियो खिचिदिनुहुन्छ के अरे हेरमै कस्तो हुन्छ म त खेल्दै यसलाई साथ दिएको दिदी यहाँ आएर फोटो खिच्नु गाइज हामीले स्काई चेयर पनि गऱ्यौँ अहिले अब चाहिँ यस्तो नास्ता सास्ता खाएर यहाँबाट निस्किन्छौँ फोनमा चाहिँ 3% चार्ज छ हामी चाहिँ घर आइसकेछौँ अहिले बन्जी पछि चाहिँ प्रोग्राममा बस्यौँ यस्तो त्यसपछि पानी पऱ्यो अनि एकछिन बस्यौँ 1-2 घन्टा अनि फेरि रिलेटिभको घर आइहाल्यौँ तल दिदीसँग बसिरहेको थियौँ अब फाइनली माथि आयौँ अब चाहिँ हामी फ्रेस हुन्छौँ आज चाहिँ घुम्न जाने प्लान थियो बट पानी परेर अब पोसिबल भएन के अरे अहिलेको लागि यति नै बाई